आज मसँगै मिलेर बरीको अचार खाउँ है त। कस्तो हुन्छ बरी तपाईँहरूलाई पनि थाहा छैन भने ल हेर्नु, यो हो बरीको रुख। रुख त होइन, हाँगा हो। यसको ठुलो रुख हुन्छ र हाँगामा सानो 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 फलेको हुन्छ। यहाँ चाहिँ म, मेरो जेठानी दिदी, मेरो हजुरआमा, मेरो आमा, सासू, मेरो छोराछोरी सबै मिलेर टिप्दैछौँ। र यो बरीलाई चाहिँ उमाल्नु पर्यो, त्यसमा अलिकति आलु पनि मिसाउनु पर्दो रहेछ। मैले पनि ट्राई गरेको थिइनँ, यो मेरो फर्स्ट टाइम हो। एकदम छिटो तर मिठो बन्ने अचार है त बरी चाहिँ। अलिकति पानी हाल्नु पर्यो, त्यसमा एकछिनको लागि बोइल गर्नलाई राखिदिनु पर्यो। त्यसमा थोरै आलु पनि मिसाउनु पर्यो। ढकन लाउँ कि नलाउँ हुँदाहुँदै फाइनल्ली यो रेडी भइसक्यो, बोइल भएर। यसमा थोरै छोप चाहिन्छ, त्यसको लागि मैले तिल युज गरेको छु। यसलाई एकछिन भुट्न दिनु त पर्यो नि। हल्का ब्राउन जस्तो भएपछि यसलाई सिलौटोमा थ्याच्च राखेर ल हेऱ्यो, कुखुरालाई यही बेला बास्नु परेको हेर्नु है साथीहरू। त्यसपछि थोरै तेलमा अलिकति बेसार राख्नु पर्यो। त्यसमा खोर्सानी हाल्नु पर्यो, अलिकति नुन पनि राख्नै पर्यो फेरि हैन अचारको लागि। यसमा लेमन चाहिँ अलि धेरै चाहिन्छ, किनभने यो आफैमा तितो तितो हुँदो रहेछ। त्यही भएर हुन त हल्का त बोइल गर्दै गइसक्छ तितो यसको। ल कति चाँडो अचार रेडी पनि भइसक्यो है। देख्दा जस्तो देखियो भने कति मिठो छ। नभए यो नानीको एक्सप्रेसन हेर्नु न। मैले सिकाएको भन्नु होला है, फेरि सिकाएको चाहिँ होइन नि, उसले आफैले एक्सप्रेसन दिएको उसको मनबाट। आहाहा कति स्वादिष्ट हो।